हेलो गाइज, वेलकम, नमस्ते छ सबैजनालाई मेरो भ्लगमा। आज हामी चाहिँ पर्वत घुम्न जान लागेको। बहिनी, भाइ अनि अश्विन, विशाल, हामी सबै भएर 4-5 जना भएर स्याङ्जाबाट हामी पर्वत घुम्न जान लागेको। घुम्न भन्नाले नि अब त्यस्तै फोटोसोटो खिच्न, भिडियोहरू टिकटक बनाउनको लागि जान लागेको। हेर्दै गर्नु होला मेरो भ्लग। ल, अश्विन चाहिँ फाइनली आए। उहाँबाट लखर आउँदैछन् 16 प्रो म्याक्स लिएर आउँदैछन् तिनले चाहिँ। आजको हाम्रो फोटो भिडियो चाहिँ तिनको मोबाइलबाट हुनेछ। हेलो भन्दै अश्विन। अब अनुप्या छ, सन्जु चाहिँ हामी जाने भनेको उहाँ हो। विशाल चाहिँ उहाँ बाटोमा भेट हुन्छन् हाम्रो। अब हामी चाहिँ यात्रा सुरु गऱ्यौँ। हामीले चाहिँ अब यात्रा अश्विन आयो, हामी सबै जोडिएर अब हाम्रो यात्रा सुरु हुन्छ। हामीले त कति धेरै लप्सी छ नि, हेर्नु न। खानी भए आउनु है। समीक्षा क्या के हौ, भात खायौ? यिनीहरू चाहिँ अघि हिँडेँ। म चाहिँ अब हिँड्न सक्दिनँ। उस्तो पाराले मेरो हालत पछि हुन्छ होला। म गाह्रो छ मलाई। म चाहिँ यहाँ पछाडि छु, पछाडि। यहाँ चाहिँ पसल चाउचाउ होला, चाउचाउ। तरकारी खाने फापर हो यो होइन, मासु खाने फापर हो। 1 2 3 4 5वटा चाउचाउ होला। हाम्रोतिर चाहिँ यस्तो मजाले खेती छ। यो चाहिँ हाम्रै आफ्नै घरको अर्ग्यानिक फापर। अनि यो चाहिँ तोरी हो भाउजूको, यो अङ्कलको टनेल। अनि यहाँ चाहिँ आलु, तोरी, टौवाहरू यताउता। हरियाली छ गाउँतिर, जे होस् रमाइलो छ। बाख्रा छन् यहाँ चाहिँ। अन्जनादिको घरतिर जाने हो। विशाल आयो, कहाँ गयो? यतै। अब हाम्रो यात्रा सुरु। यो चाहिँ पारीको पर्वत राई भयो। यहाँ चाहिँ बिचमा एउटा खोला छ। यही खोलाले गर्दा चाहिँ स्याङ्जा र पर्वत छुट्टा। तिनीहरू चाहिँ उहाँ पुगे। म चाहिँ भिडियो खिच्नको लागि यहाँ उभिरहेको। हामी जान्छ उहाँ डाँडामा देखिकै रहन्छ अझै। यो उकालो चढेर जाने हो हामी चाहिँ। अब यही पुलले स्याङ्जा र पर्वतको सिमाना छुट्याउँछ। उहाँ चाहिँ काम गर्दै हुनुहुँदो रहेछ। पुल हल्लो। यहाँ चाहिँ खोला खोला सानो छ, तर बर्खामा चाहिँ एकदम ठुलो हुन्छ, तर्न नसक्ने। यो चाहिँ कति ठुलो ढुङ्गा छ कि यहाँ। एउटा ढुङ्गा हो, चिरिएर 2टा ढुङ्गा भयो। यिनीहरू उहाँ पुगिसक्यो। गाइज हिँड्न सकेन। सन्चुरमा त हिँड्न नसकेर यहीँ छन् तिनीहरू। ओ उहाँ पुगेर कुदिरहनु। हामी चाहिँ हिँड्दैछौँ। गाह्रो भयो, गाह्रो, साह्रै गाह्रो हिँड्न। फाइनल्ली रामचीको भिड चाहिँ तल आएँ। यहाँ बसेको हामी चाहिँ यिनीहरू मलाई कुदिरहेको थिएँ। यता चाहिँ पारी हाम्रो गाउँ स्याङ्जा। कोठी हो। अनि हामी आएको चाहिँ उहाँबाट गुजुमुच्च गाउँ देख्यो नि, हो त्यहाँबाट आएको हामी चाहिँ। हामी अहिले पर्वत, त्यो चाहिँ स्याङ्जा हो। यिनीहरू यहीँ छ नि। ल, कति आधा बाटो आयो कि बढी आयो? धेरै नै आयो। यो चाहिँ काउले गाउँ, काउले। अनि यहाँ चाहिँ शरद भइरहेको रहेछ। हाम्रो गाउँ त यहाँबाट देखिँदो रहन्छ यार। उहाँको गुजुमुच्चको गाउँ चाहिँ हाम्रो गाउँ हो। उहाँदेखि त हामी यहाँ आयो, यत्रो आयो होइन पर्वत। अब हामी जाने भनेको चाहिँ उहाँको त्यो माथिको डाँडामा जाने हो। यिनीहरू चाहिँ यहाँ भर्खरै आएर विश्राम गर्दैछन्। काउले गाउँ रमाइलो छ। मेरो हालत चाहिँ यस्तो छ। हिँड्न नसकेर यति गाह्रो भयो। फाइनल्ली हामी चाहिँ यहाँ आइपुग्यौँ। छन त यहाँ केही छैन, यत्तिकै चौर मात्रै हो। रमाइलोको लागि आएको। आएर चाउचाउ खाइसक्यौँ।
एकदम भोक लागेर चाउचाउको भिडियो चाहिँ बनाउन पाइनँ मैले। यहाँ राम्रो गाउँ चाहिँ नदेखिँदो रहेछ है। तर एकदम रमाइलो छ यहाँ। यहाँ यो भन्ज्याङ हो। यो चाहिँ पञ्चासे भइहाल्यो। यता चाहिँ यो राम्जा, यो चाहिँ हातहरू बारी देखिया। खासै त्यो कामले गर्दाखेरि राम्रोसँग नदेखिआएछ। मेरो हालत चाहिँ यस्तो भइसक्यो है आइस, हिँड्नै नसकेर आपत अहिले डोराउँदै रकेटले लिएर आएको यहाँसम्म। अब हामी चाहिँ फोटोसोटो खिच्छौँ, भिडियो बनाउँछौँ, यसो रमाइलो गर्छौँ अनि घर फर्किन्छौँ। भिडियो बनाउनको लागि यहाँसम्म आइपुग्यो। न्यु भ्लगरको यसो राम्रो कन्टेन्ट दिनलाई आएको कि खै केही होला जस्तो छैन। यसो बाई बाई गाइस, आजको लागि यति नै। यसो लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। हातमा नगरौँ न भिडियो गर्दा